हेलो गाइस, वेलकम बैक टू माय चैनल। वेलकम के बाइन्स युट्युब च्यानल हैन। आज म धेरै पछि युट्युब च्यानल बनाउनु होला किनभने यस्तो पानी परिरहेछ हैन। पानी त लास्टै छ। यहाँ हल्का क्यामेरामा देखिन्न होला तर पानी चाहिँ आएको छ। तर यहाँ यो चाहिँ बारी हैन। यहाँ तल फेरि बादल आएर लुकिरहेछ कि यार। त्यो भएर पुरा फेरि घर बस्ने अनि बादलले खाइदिन्छ मकै। त्यो भएर मकै त जोगाउनु पर्यो। त्यसको कारणले यहाँ छाप्रो बनाएर पानीले नभिजाउँछ भनेर आगो फुकेर, नत्र त फेरि मच्छरले लास्ट भ्याउँछ नि। तर आगो फुकिरहेको छ होइन। त्यस्तै छ अब के भन्ने। अब यस्तै छ पानीमा भए पनि यस्तो बस्ने। पानीमा भए पनि मकै त हेर्नु पऱ्यो, बादलदेखि त जोगाउनु पऱ्यो होइन। सो गाइस, पानी खाने लास्टै के यार के भन्ने। अब यहाँ देख्न सक्छ मकैको पात देखेर थाहा हुन्छ यति गफ लगाएको छ भने होइन। छ जस्तो लाग्छ भोलि, तर पानीमा लास्टै आएको छ। म एक्लै बस्न धो भइरहेछ। भ्लगिङ गर्ने खास इच्छा पनि थिएन, तर क्यान गर्नु पर्यो होइन। अब किनभने धेरै भएको थियो मैले भ्लगिङ नगरेको, त्यही भएर यसो गरेको नि है। ल पछि भेटौँ। बर्बाद भयो, बर्बाद हेर्नु त। यहाँबाट पनि पानी चोइरहेको रहेछ यार। छ्या, यसलाई के गर्ने अब। अब हामी गीत गाउने। एउटा गीत गाउनु पर्ला। कुन चाहिँ गाउने? हिँडी उता म यता नै ज्यान त हो। ओके ल हुन्न सानो सानो घर छ भने ओके। ए हो वाह, यसलाई सुहाउँछ है। ल ओके। सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा, गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा। नामले पाएको कामले पाएको सुनार दाइको छोरो नलाउमया नखाम कसम मलाई मोरो साइली। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। अचम्मको कुरो के छ भन्दा, ए साइली भन्यो नि आफै साइलो हो के होइन। साइलो हो कि के अरे? साइलो नै हो। ठिक छ ल ओके। आजलाई भने यति नै है। फेरि भेटौँ ल। बाई। तर पानी पनि भेजा गाइदियो यार। लाइक कमेन्ट गर्नु होला। ओके बाई।